चाहिँ एकछिन पानी खान जानु पर्यो। ल यहाँ त लौरे पनि रहेछ। ओहो लौरे कहिले आएको त? भयो 4-5 दिन। ओहो लौरेले मलाई केही नि कसैले ल्याएन त? काम म गर्ने पियालवाला हिरा बेटे। ओहो लौरे तैँले मलाई के देखा? साला मेरो हुने चिज देखाएको तेरो छ आइमै। कसलाई आइमे भने मैले पनि देखाउनै पर्ने हो त? त्यसको केरा चाहिँ उल्टै माछाले झुसुली किरा जत्रो छ होला, ढाक देखाउँछ। यो लौरेले साँच्ची न्युए खोज्यो हो? यो लुगा बोक्न सक्दैन होला, यो बोक्यो भने त्यही थाहा चार्छ होला, बढी गरेर छ फुच्ची। लु ले त तेरो लुगा ले। ओहो लुगा के 10 किलो छ या हो? Here I come. Here I come. ओहो लुगा के 10 किलो छ या हो? किलो होइन भाइ, त्यहाँ 50 किलो छ। साला मेरो पेन्टी उठायो भनेर रन्डी हे थाहा चार्छ होला बुढामा। के होला नि यसको भी पेन्टी? के होला नि यसको भी पेन्टी? भयो छोड्दे अब यो कुरा। साला के डर छ? आइदियो नि त 1 versus 1। भो म त्यस्तो लौरीहरूसँग जुत्दैन। साला डर छ पुरा। ना तेरो लुगा जब यस्तो मैले लुगा त 50 किलो कान्छेवालाले उचालिदिनु। छोट बाटो अब त्यहाँ म पानी खान जान थालेँ। जा तो जा थाले पेने हो। साला बुढा एक किकले ढल्छ, एक थप्पड हान्यो भन्दा यो त स्वर्गै पुग्छ मोरीजी पुरा। कति घमण्ड देखाएको यो लौरीले। पानी खान जानु पर्यो। ओहो अब पानी पनि खायो, अब जानु पर्यो घरतिर। यो लौरी अहिलेसम्म यहीँ बसिरहेको छ त। यो मुची बुढा कति बढी बोलेको दिनै छन् खानु पऱ्यो क्या? तँ बढी भए हो? खाने भने एकसट हुँदैन त मुची बुढा खाते चुलाएर आफ्नो घर त। आइज नि त आइज सिङ्गल आइज। साला बच्चा ढली छैन त तँ डन्डी बुढा। Run.